हेलो नमस्ते टासी दिदी सबैजनालाई। हामी चाहिँ यहाँ दिदी बहिनी वक गएको। यसो बहिनीको अनुहार पनि हेरिदिनु यहाँ। यस्तो बहिनी र मेरो चाहिँ एउटा गीत छ कि यसो भन्दा चाहिँ हुन्छ। के अरे त्यो अस्ति भन्ने तैँले गीत होइन हौ, सुकेको जिउ भन्ने गीत के अरे? ए डक्टर साहब मेरो के पो थियो? ए डक्टर साहब तर पनि लाग्दैन जिउ। डक्टर साहब के कारणले हो नि भन्ला जस्तो भइरहेको चाहिँ खानु भन्ने चाहिँ यो केटीले चाहिँ हो। आम्मामा एक कुकर भात चाहिँ डल्लै खान्छ भने जस्तै खान्छ नि हौ। पत्याउनु पनि पर्यो है। किन पत्याउँदैन? पत्याउँछ। खाँदिनै, यता चाहिँ खान्छ। यहाँ चाहिँ हामी चाहिँ इभिनिङ वक गएको। अब यो चाहिँ यस्तो गरेर खिच्ला जस्तै भयो फेरि हो, ब्याक क्यामेरा नहुँदो रहेछ। यहाँ पर चाहिँ तपाईँहरूको सन्त जेबर पाठशाला भन्छ है यसलाई चाहिँ, जेबेस स्कुल है भनिरहोस् अहिलेको जमानामा है, भन्नेले भन्दै गर्छ नि होइन र। यहाँ हेर्नु त यी उहाँ चाहिँ पुरा शर्मिली हुनुहुन्छ है। क्यामेरा फोन बोक्न भन्दा पनि यहाँ चाहिँ देख्नु हुँदै होला। यो चाहिँ सेन्ट जेभियर्स स्कुल है। यहाँ चाहिँ आउनु हुँदो रहेछ हाम्रो आप्पा है, भ गरेर आम्मै त्यसरी नहात है। यहाँ चाहिँ कस्तो दामी यो के हो, यहाँ चाहिँ देख्नु सक्नुहुन्छ। अहिले लाइट छैन रहेछ। यहाँ चाहिँ यो उयो कम्युनिटी हल है, पाक्योङ कम्युनिटी हल छ। यहाँ माथि चाहिँ जेबेस स्कुलको यहाँ माथि हस्टेल है यो माथिको कि हस्टेल। यहाँ चाहिँ यो ग्यालेरी, यहाँ चाहिँ ग्यालेरी छ है साथीभाइहरू। यो चाहिँ कम्युनिटी हल। यहाँ हेर्नु नि मेरो बहिनीलाई चाहिँ म यहाँ भिडियो बनाउँदै हिँडेको कि सरम लाग्यो, मान्छेले हेऱ्यो भनिरहेछ। ए किन यहाँ हेर्नुहोस् त वेदर, आजको दिनको वेदर चाहिँ यस्तो बबाल भएको छ। हेरिदिनुहोस् है साथीभाइहरू, सानो जुन पनि लागिरहेको रहेछ। तपाईँहरूले यहाँ भिडियोमा देख्नुभयो कि भएन हो। हामी चाहिँ यहाँ यो चाहिँ सेन्ट जेभियर्स स्कुल। उहाँ चाहिँ एकदम शर्मिली हुनुहुन्छ, यस्तै गर्ने खालको हुनुहुन्छ है। आजको वेदर चाहिँ दामी